अब तपाईहरु भन्नुस् कि यो स्टन्टबाजी हो भने त्यही बुझ्नु होला, तर मलाई लाग्छ मैले काम गरेर देखाएको छु। यहाँको जति पनि अब आउँछ नि, साडी आउँछ, ड्रेसहरू आउँछ, सबै तपाईहरु यहाँ आएर किन्नु होला। एकदम राम्रो हुन्छ भनेर अब धेरै खुसी छु। अब खुसी भएर के बोलौँ भनेर खुसी हुनुहुन्छ। हैन, हाम्रो त 10 वटा सञ्चालन भएको थियो, त्यो भन्दा बाहेक 20 वटा भइसकेको छ। 10 वटा त स्टार्टै भइसकेको छ, तर मेसिन चाहिँ हामी 20 वटा बनाइसकेका छौँ। जस्तो कि 20 वटा मेसिन त सञ्चालन भए, 700 भन्दा बढी मेसिन भएको यो उद्योग भित्र हैन, यो 780 88 वटा छ। भनेपछि यो सम्पूर्ण सञ्चालनमा आउँछ कि के छ? सरकारको तयारी के हो? सम्पूर्ण आउँछ, सेनाले नै सञ्चालन ल्याउँछ नि हैन? के छ अब कति समयभित्र यो सञ्चालनमा आइसक्ला सबै भन्ने केही एजम्सन छ? अब छिट्टै आउँछ नि, यति देखिहाल्नु भयो। हुन त पहिलाका सरकारहरूले अथवा विभिन्न समय भन्ने गरिन्छ यो घाटामा गएर चाहिँ यो सञ्चालन गर्न नसकेको, यो सरकारले चाहिँ यो सञ्चालन गरेर गल्ती गर्यो भन्ने आलोचनाहरू भइरहन्छन्। के भन्नुहुन्छ, यो घाटामा गयो भने पनि सञ्चालन हुन्छ, कसरी सञ्चालन हुन्छ, यसको मोडालिटी के छ, यसले अहिले के छपाई गरिरहेको छ? होइन, अहिले त अब हामीलाई चाहिँ जुन भनौँ न पब्लिकले साथ दिइराख्नु भएको छ। अब अलिकति ढिलो होला, तर सही काम हुन्छ भने विश्वास राखिदिनुस्। र अब चाहिँ तपाईहरुको साथ चाहिन्छ, किनभने हाम्रो यस्तो राम्रो चलिरहेछ, यसलाई बन्द गराउने पनि धेरै तत्त्वहरू लागि पर्छ। अब चाहिँ पब्लिकको साथ हामीलाई अब चाहिन्छ, नत्र यति राम्रो चलिरहेछ। अब व्यापारीहरूको आँखा लागिसकेको छ, यो बन्द गराउन त्यतिकै मान्छेहरू हावी हुन्छ होला। त्यही भएर अब पब्लिकको साथ चाहिन्छ। यहाँको जति पनि अब आउँछ नि, साडी आउँछ, ड्रेसहरू आउँछ, सबै तपाईहरु यहाँ आएर किन्नु होला। एकदम राम्रो हुन्छ भनेर अब धेरै खुसी छु। अब खुसी भएर के बोलौँ भनेर जस्तो लाग्यो। यो उद्योग त सञ्चालन हुँदैछ, तर यसको कच्चा पदार्थ सञ्चालनको तयारी चाहिँ के छ मतलब? अब त्यो त पछि भनौँला। यो कच्चा पदार्थ अहिले कहाँबाट आइरहेको छ यो सञ्चालनको लागि भन्ने? अहिले चाहिँ हाम्रो यो रिलायन्स छ यहीँको, नेपालकै बाट फ्याक्ट्रीबाट आइरहेछ। अब यो कपास लगायतका कुराहरू कहाँबाट चाहिँ आउँछन्? कपास उत्पादन गर्न सरकारले त पनि ध्यान दिन्छ। त हामी एकदमै कृषकहरूलाई अस्तिदेखि नै भनिरहेको छु, कपास खेती गरिदिनुहोस् हामीलाई, हामी सबै किन्छु, सहयोग गरिदिनलाई त हामी भनि नै रहेको छौँ। अहिले पछिल्लो समय चाहिँ नयाँ सरकारले स्टन्टबाजी मात्रै गर्यो, 2-4 वटा मेसिन चलाएर सामाजिक सञ्जालमा देखाए भन्ने छ। अब यहाँ रहेका सबै मेसिनहरू चलाउनको लागि यहाँले के गर्नुहुन्छ? त्यही त, अब तपाईहरु पनि सही सूचना दिइदिनुस् के। तपाई आफ्नै आँखाले देख्नुभयो कसरी हामी सञ्चालन गरिरहेछु, कति कम पैसामा पनि गरिरहेछु। योभन्दा पहिलाको बाबुराम भट्टराईजीको पालामा 9 करोड रुपियाँ निकासा गर्नुभएको थियो। त्यो चाहिँ खालि यो उसमै खर्च भयो, प्रशासनिकै उसमा खर्च भयो। तर आज हामी 33 लाख रुपियाँमा 20 वटा लुम चाहिँ बनाइसके। अन्तिम प्रश्न, अब तपाईहरु भन्नुस् कि यो स्टन्टबाजी हो भने त्यही बुझ्नु होला, तर मलाई लाग्छ मैले काम गरेर देखाएको छु। अब मूल्याङ्कन चाहिँ म जनतामाथि छोड्छु। पुरानो अवस्थामा पुरानै जसरी चलिन्छ नि मेसिन, यसको वास्तविक भनौँ भने हाम्रो यो काठको सामान बिग्रियो हो, अरू कुनै पनि बिग्रिँदैन। अब यो किटको सामान हो, किटको सामान हुँदाखेरि हामी यसलाई चलाउन तयारी हुन सक्छौँ। अब यो काठको सामान चाहिँ राज्यले ल्याउनु पर्यो। जस्तो कि यो सामानहरू छन् नि, पहिला जसरी चल्थे नि, अहिले जति काम गर्थ्यो नि यो मेसिनहरू अहिले त्यसै नै गरिरहन्। त्यो गर्छ, त्यो गर्छ। कति वर्ष चाहिँ यो मेसिन बन्द भएर थन्किएर फेरि सञ्चालन भयो? यो 57 सालदेखि बन्द भयो। 68-69 मा आएर हामीले फेरि रिपेयर गऱ्यौँ बाबुराम भट्टराईको पालामा। उहाँ प्रधानमन्त्री हुँदाखेरि त्यसले केही रकम हालेर गऱ्यौँ। अनि कमा ल्याएर चलाउनलाई तयार भएर हामीले कम्ती पनि 50-60 वटा मेसिन चलायौँ पनि। धागो हामीसँग टन्न थियो, त्यो बेलामा धागो कुनै पनि बिग्रेको थिएन। अब अहिले आएर चाहिँ धागो पनि सबै पानी अब छानु चुहिएको कारणले गर्दा पानीले गर्दाखेरि सबै धागो बिग्रियो। करोडौँ रुपियाँको धागो खेलेर आयो। भनेपछि यो पहिला सञ्चालन भएकै अवस्थामा आउँदै गर्दा तपाईँ फेरि यहीँ जोडिँदै गर्दा कस्तो लाग्दछ दाइ? अब यसलाई कुरो के भने गौरव लाग्छ हामीलाई। यो बन्द गर्दा दुःख पनि लाग्छ, किन हामी यहीँ हुर्क्यौँ, हाम्रा छोराछोरी यहीँ नै हुर्क्यौँ होइन। अनि त्यस कारणले गर्दाखेरि यो त हाम्रो एउटा बाबामा जस्तो होइन। हामी माया लाग्छ यसलाई पनि। अझै पनि हामी यसलाई चाहिँ राम्रो हिसाबले चलाउन कोसिस गर्छौँ। जाहिर खानुको उद्देश्य होइन, हामी यसलाई चलाउने उद्देश्य गरेर देशको गौरव हो। यो बेला ठुलो
ठुलो गौरव हो देशको लागि। किन एउटा अन्तर्राष्ट्रिय चीन सरकारले जुन नेपाली जनताले गरी खाउन् भनेर दिएको सामानलाई हामीले यो बेव्यवस्था गरेर चाहिँ यस्तो बिगारे हौँ होइन। अब यो कसो कमजोरी भन्ने जसरी यहाँ भन्ने गरिन्छ यसले चाहिँ घाटामा गयो, यो नाफामा आएर सञ्चालन हुन सकेन, त्यही भएर बन्द गरेको भन्ने चाहिँ भनाइ छ क्या एउटा। के यो पहिला घाटामा गएको कम्पनी हो? होइन, त्यो होइन। यो यसले हाम्रो 16,000 उत्पादनले सबै पुग्यो भने हामीले 24,000 उत्पादन गरेका थियौँ। हाम्रो यहाँका कर्मचारीहरूले साथीभाइले 24,000 उत्पादन गरेर तपाईँ भन्नु नाफा कति हुन्छ? त्यो त राज्यले कपडा गोदाम गर्ने, कपडा बिक्री नगर्ने, त्यो त उनीहरूको काम हो नि त। उत्पादन राम्रो थियो, राम्रो हामीले बोनस पनि खाएको हो होइन। यसलाई कुनै घाटा थिएन। भनेपछि देशले यस्ता उद्योगहरू फेरि सञ्चालन गर्नुपर्छ होइन दाइ? गर्नुपर्छ एकदम। के भन्नु सरकारलाई के भन्नुहुन्छ? होइन, यो सरकारलाई म धन्यवाद दिन चाहन्छु किनभने उसले सुरुवात गरेको छ होइन। अब एकैचोटि जातिको छोरी त होइन, सुरुवात गरेर छ। यसलाई पहल गरोस्, यसलाई चाहिँ राम्रो चलाओस्। यसको पनि हामी पनि केही सहभागी हुन्छौँ होइन। पनि पुरानो अनुभव हामी सरकारलाई सहयोग गर्न सक्छौँ। सहयोग गर्न सक्छौँ, एकदम सक्छौँ। हाम्रो आएको नयाँ केटाहरूलाई हामी 2-4 महिनामा 6 महिनामा हामी तयार गरिदिन्छौँ। तयार गरेर हामी यहाँबाट रिटायर हुन चाहन्छौँ क्या होइन। धन्यवाद दाइ, धेरै धेरै धन्यवाद। देख्न सकिन्छ मन्त्रीज्यू यहाँ आफ्नो अनुगमनमा आउनु भएको छ। दर्शक महानुभावहरू देख्न सकिन्छ मन्त्री लगायत उद्योग मन्त्रालयको टिम यति बेला यो हेटौँडा स्थित कपडा उद्योगमा आएको छ र मन्त्रीजीले आफू मन्त्री बने लगत्तै आएका छन्। यहाँ कपडा धागो ल्याएर कपडा बुनाइको कामहरू भइरहेको छ। अटोमेटिक छ यो। यसमा धागो छिट्यो भने बन्द भयो मेसिन बन्द भयो। अब यसलाई चाहिँ नि यो छिट्यो, यो हुन्छ। अब यो छिट्यो भने मेसिन छ। माथेजी हामीहरू टेक्निसियन हो। हामीहरू काठमाडौँबाट यहाँसम्म आएर मिसिन स्टार्ट गरेको उहाँ हामी दुईजना मेन मान्छे हामी दुईजना भएर स्टार्ट गरेको यो। भनेपछि अहिले कतिवटा मेसिन स्टार्ट छ यहाँ? अहिले 12वटादेखि 13वटासम्म चालु भयो। हाम्रो मेन मिस्त्री हुन्छ। जस्तो कि यो मेसिनले अहिले दिनमा कतिवटा कपडा अथवा कति मिटर कपडा भन्ने हुँदा 70देखि 75 मिटरसम्म तान्छ एरिया मेसिनले। हजुर है। कपडा गुणस्तर चाहिँ धागो अनुसार हो कि कस्तो छ सर? धागो अनुसार सर्ट अहिले हामीले यो गरिरहेको सर्ट हो। यो पछाडिको एप्रोन हो। उतापट्टि चुस्ताको बन्दैछ, त्यो चुस्ता हो। बान्धाहरू देख्न सकिन्छ यो मेसिनहरू पुनः सञ्चालनमा ल्याइएका छन् र मेसिनहरूलाई चाहिँ यहाँ सञ्चालन ल्याउनका लागि काठमाडौँबाट दक्ष जनशक्ति ल्याएर यो पुनः सञ्चालन गरिएको छ। नेपाली सेनाले को कमान्डमा यी सञ्चालनमा आइरहेका छन् र हामी जो यहाँको प्रमुख प्राविधिक हुनुहुन्छ उहाँसँग पनि थोरै कुराकानी गर्नेछौँ र मेसिनहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने कुराहरूमा। मेन नै उहाँ हो। सर थोरै कुराकानी गरौँ न। सर नमस्कार। हजुर नमस्कार। हजुरको शुभ नाम? राजप्रसाद अमात्य। हजुर यहाँको प्रमुख प्राविधिक भनौँ न। यहाँको अब अहिलेलाई चाहिँ नि मिस्त्री हो। मिस्त्री खासमा तपाईँ काठमाडौँबाट आउनु? काठमाडौँ ललितपुरबाट आएको। कति दिन भयो दाइ? यो म लगभग 1 महिना भयो आएको। अनि अहिले चाहिँ नि यो हाम्रो चाहिँ नि पहिला चाहिँ नि सटल लुम थियो। सटल लुममा चाहिँ नि हामीले चाहिँ नि चलाउँदाखेरि बढी जस्तो मान्छे चाहिने हुँदाखेरि अहिले अटोमेटिक गरेर चलाउँदाखेरि हजुरलाई चाहिँ नि सर्ट हुन्छ। किन जनसङ्ख्या कम, मेसिनमा प्रोडक्सन बढी हुने।
त्यस्तो तरिकाले हामीले चाहिँ नि यो मेसिनलाई चाहिँ नि अटोमेटिक बनाएको जस्तो कि अटोमेटिक कसरी गर्छ त यसले काम अटो कसरी काम सबै गर्छ सबै अटोमेटिक छ हाम्रो यो धागो कोनको धागो सिद्धियो भने यो तल जान्छ तल गएपछि मेसिन आफ्नो पोजिसनमा रोक्छ यो धागोलाई हामीले चाहिँ नि चेन्ज गरिदिने हो चेन्ज गरेर अनि फेरि चलाइदिने तपाईँको पछाडि पनि कुनै कारणले त्यो धागो छिन्यो भने मेसिन रोक्छ आउनु अहिले मैले यो सामान बनाएर राखेको छैन यो मेसिन रोक्छ यहाँको धागो छिन्यो भनेपछि मेसिन रोक्छ अनि फेरि धागो गाँस्यो आफ्नो चलाइदियो त्यो फुल अटोमेटिक छ अहिले जस्तो कि यो लाइट रह नि यो लाइटको अर्थ चाहिँ के हो यो अटो यो लाइट चाहिँ नि एल्कोमिटरको यो वेब सेन्सरको यो भयो हाम्रो वाट्सएप मौसमको यो तिनवटा लाइट हामीलाई चाहिँ नि जरुरी छ भनेपछि केही फल्ट आयो भने लाइट बल्छ लाइट बल्छ यो मेसिनमा मात्रै देख्नु अरू